हेलो गाइज गुड मर्निङ सेवारो सम्पूर्णलाई आज चाहिँ म बिहान उठेर घर लिप्ने तयारी गर्दैछु गाइजहरू। आज म 4:30 बजे उठेर घर लिप्दैछु गाइजहरू, देख्न सक्नुहुन्छ। म चाहिँ आज छिट्टै हिजो पनि म छिट्टै सुतेको थिएँ अनि 1 बजीतिर उठेर 2 बजीसम्म फोन हेरेर 3 बजेको अलार्म लगाएको थिएँ क्या। अनि 2 बजी सुतेपछि त अनि 3 बजे त फेरि उठ्न सकिँदैन अनि अलार्म फेरि बजिरहेको थियो क्या। बजेर पनि म चाहिँ सुतेँ क्या। अनि सुतेर 4:30 बजीतिर उठेर म चाहिँ घर लिप्दैछु टक्क सैनिजोमा गाइजहरू। लुङ्गी फेरि किन लाउनु भएको भन्नु होला, हाम्रो माइली निकै जाडो छ अनि लुङ्गी लाउँदा चाहिँ एकदम तातो हुन्छ, त्यसैले हो। म चाहिँ फेरि उतापट्टि बत्ती भएको साइडमा चाहिँ घर लिपेँ अनि बत्ती थिएन माथि गएर कोठादेखि लिएर फोन लिएर बत्ती बाल्दै, एउटा हातले बत्ती बाल्दै अर्को हातले लिप्दैछु गाइजहरू। अँध्यारो न अँध्यारो चाहिँ देख्न सक्नुहुन्छ। ठक्क म चाहिँ आज छिटो घर लिपिसकेर म चाहिँ ठक्क अनि घर लिपिसकेर मैले चाहिँ यताउति हेर्नु अँध्यारै छ भने देखाउँदै थिएँ अनि यताउति चुल्हा लिपेर अनि मैले आगो फुकेर हातमुख धुन टोइलेट गएँ गाइजहरू। हातमुखहरू पनि धुएँ अनि दाँत ब्रस गरेर म चाहिँ अब बिहान भएपछि त रेडी हुनु पर्यो नि त। अनि सुरुमा किचनहरू बढारेर अनि ग्यास चुल्हाहरू सफा गरेर मैले खाना भिजाइरहेको थिएँ, चामल भिजाइरहेको थिएँ अनि खाना बसाएँ गाइजहरू। खाना बसिसकेर मैले चाहिँ तातो पानी खाँदैछु गाइजहरू। मैले तातो पानी खाँदै सब्जी काट्दै थिएँ, गफ गर्दै सब्जी काट्दै थिएँ गाइजहरू। म चाहिँ आज हतार किनभने बजार जानुपर्ने थियो, त्यही भएर 4 बजे उठेर धावा गर्दै थिएँ क्या। अनि खानासाना पकाइसकेर अनि अब सब्जी चाहिँ काट्दै थिएँ। अनि सब्जी पकाएको चाहिँ मैले भिडियो कल गरेँ क्या, फेरि छिटो भिडियो बनाइरहेको छु गाइजहरू। अनि म चाहिँ सब्जी धुएर सब्जी बनाएर बजार जानलाई रेडी हुँदै थिएँ। बजार जानु फेरि के लाउनुहुन्छ क्या छोरी मान्छेहरूलाई चाहिँ गाइजहरू। अब फेरि हाम्रोमा निकै जाडो थियो, त्यही भएर मैले ज्याकेट र सुरुवाल लगाएर गएँ। बजार पनि देख्न सक्नुहुन्छ ठुलो लागेको थियो। त्यसपछि बजार भरिसकेर म घर फर्केँ। बाई बाई गाइजहरू। थ्याङ्क यू फर वाचिङ माई भिडियो।